माननीय सदस्यहरू, सम्माननीय सभामुखज्यू, माननीय सदस्यहरू, प्रतिनिधि सभाको आजको बैठकको कारबाही प्रारम्भ हुन्छ। माननीय सदस्यहरू, विशेष कारणवश आजको दैनिक कार्यसूचीको क्रम संख्या 1 देखि 8 सम्मका कार्यक्रमहरू सूचीबाट हटाइएको बेहोरा जानकारी गराउँछु। साथै माननीय गृहमन्त्रीले बोल्नको लागि समय माग गर्नुभएकोमा सो समेत हटाइएको बेहोरा जानकारी गराउँछु। माननीय सदस्यहरू, अब म प्रतिनिधि सभा नियमावली 2079 को नियम 213 को उपनियम 1 बमोजिम विविध कारणले लगातार 10 वा सो भन्दा बढी बैठकमा अनुपस्थित निम्नलिखित माननीय सदस्यहरूको अनुपस्थितिको सूचनाहरू सोही नियमको उपनियम 4 बमोजिम सभाको स्वीकृतिको लागि प्रस्तुत गर्दछु। क्रम संख्या 1, माननीय सदस्यको नाम: माननीय सदस्य मनोरमा शेरचन, मिति 2081-10-2 देखि 2081-12-19 सम्म, बैठक संख्या 27, उपस्थित हुन नसक्नुको कारण थेरापी चलिरहेको। क्रम संख्या 2, माननीय सदस्यको नाम: माननीय सदस्य लीलादेवी बोखिम लिम्बू, मिति 2081-11-22 देखि 81-12-19 सम्म, बैठक संख्या 14, पारिवारिक कामले बेलायत जानु परेको। क्रम संख्या 3, माननीय सदस्य सरस्वती बजीमय, मिति 2081-11-28 देखि 2081-12-19 सम्म, बैठक संख्या 11, विशेष कारणले देश बाहिर रहने स्थिति रहेको। 4, माननीय सदस्य रमेश रिजाल, मिति 2081-11-25 देखि मिति 2081-12-19 सम्म, बैठक संख्या 12, कारण वैदेशिक भ्रमणमा। क्रम संख्या 5, माननीय दीपक बोहरा, मिति 2081-11-1 देखि मिति 2081-12-19 सम्म, बैठक संख्या 21। माननीय सदस्य शेरबहादुर देउवा, मिति 2081-11-22 देखि मिति 81-12-27 सम्म, बैठक संख्या 11, पार्टीको कार्यक्रममा व्यस्त रहनु परेकाले। क्रम संख्या 7, माननीय सदस्य गीता बस्नेत, मिति 2081-10-18 देखि 2081-12-19 सम्म,
बैठक संख्या 27 स्वास्थ्य उपचारमा रहनुभएको। उल्लेखित अनुपस्थितिको सूचनाहरूलाई स्वीकृति जनाइदिनु हुन अनुरोध गर्दछु। उल्लेखित अनुपस्थितिको सूचनाहरूलाई सभाले स्वीकृति जनाएको म घोषणा गर्दछु। माननीय सदस्यहरू, अब म प्रतिनिधि सभा सदस्यको निधन भएकोमा निम्नलिखित शोक प्रस्ताव प्रस्तुत गर्दछु। शोक प्रस्ताव। राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट रूपन्देही जिल्ला क्षेत्र नम्बर 3 बाट संघीय संसद प्रतिनिधि सभा सदस्यमा निर्वाचित सदस्य, विभिन्न पटक राष्ट्रिय पञ्चायत र प्रतिनिधि सभा सदस्यमा निर्वाचित सदस्य, 8 पटक नेपाल सरकारको मन्त्री रहनुभएका नेपाली राजनीतिको एक महत्त्वपूर्ण व्यक्तित्व दीपक बोहराको 74 वर्षको उमेरमा आजै मिति 2081 साल चैत्र 19 गते काठमाडौँ स्थित ओम अस्पतालमा असामयिक निधन भएकोमा प्रतिनिधि सभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ। उक्त शोक प्रस्तावलाई पारित गरिदिनु हुन अनुरोध गर्दछु। उक्त शोक प्रस्तावहरू सर्वसम्मतिले पारित भएको घोषणा गर्दछु। माननीय सदस्यहरू, अब हामी स्वर्गीय दीपक बोहराको आत्माको चिर शान्तिको लागि उठेर 1 मिनेट मौन धारण गरौं। धन्यवाद। माननीय सदस्यहरू, सम्माननीय राष्ट्रपतिबाट पत्र प्राप्त हुन आएको छ। सोको ब्यौरा म पढेर सुनाउँछु। नेपालको संविधानको धारा 93 को उपधारा 2 बमोजिम नेपाल सरकार मन्त्री परिषदको मिति 2081 12-18 को सिफारिसमा संघीय संसदको दुवै सदनको चालू अधिवेशन सम्म 2081 साल चैत्र 19 गते मंगलबार राति 12 बजेदेखि अन्त्य गरेको छु। रामचन्द्र पौडेल, राष्ट्रपति, 2081 चैत्र 19। मान्य सदस्यहरू, प्रतिनिधि सभाको चालू 5औं अधिवेशन आज राति 12 बजेबाट अन्त्य हुने जानकारी गराउँदै यो बैठक यही अन्त्य हुन्छ।